सो टक्क हामी चाहिँ अहिले यहाँ बुद्ध चोकमा छौँ। अब बुद्ध चोकबाट चाहिँ यहाँबाट अब हामी लङतर्फतिर लाग्छौँ टक्क यहाँ। यसको टिम छैन कि हो त्यहाँ हिमाल दाई हामी चाहिँ यति बेला टक्क यहाँ बसेर चाहिँ हामीले मासु काट्दैछौँ। यो टक्क लगेर उहाँ चाहिँ यो वान तरिकाले खानुपर्छ। यहाँ मासु काटेर चाहिँ लाँदैछ। मैले पोर्क गएर चट्ट पोल्नुपर्छ होइन दाइ? सो टक्क यति बेला चाहिँ हामी सर हिँड्दैछौँ कि है। अझै चाहिँ आधी घन्टा जति लाग्छ होला यहाँबाट समय। टक्क केटाहरू सब पछाडितिर होइन, मान्छेहरू सब पछाडितिर टक्क सर आउनुभएको छ। यस्तो छ यहाँको बाटो चाहिँ। सर र सबजना त्यहाँ आउँदै हुनुहुन्छ है। म चाहिँ यहाँ अगाडि सर हिँडिरहेको छु। यति बेला चाहिँ होइन बाटो चाहिँ अलि अप्ठ्यारो छ होइन। टक्क उहाँ आउँदै हुनुहुन्छ, म चाहिँ यहाँ आइसकेँ। यही हो नि त अनि रमाइलो घुम्न आएको। टक्क यस्तो छ यहाँको भ्यू चाहिँ। टक्क सर र यसरी चाहिँ आयो। टक्क यहाँ छ यस्तो। सो टक्क हामी करिब 1 घन्टाको जतिको समयमा चाहिँ हामी यहाँ आइसकेका छौँ होइन। यो चाहिँ लुवाङघले टक्क होइन। हामी चाहिँ यहाँ आइसकेका छौँ। अब हामी जाने चाहिँ यो बाटो हुँदै माथि चाहिँ हाम्रो होटल चाहिँ वहाँ माथि छ। यही हो टक्क होइन। हामी चाहिँ यहाँ आइसक्यौँ माथि। अब यहाँबाट चाहिँ धेरै छैन, जब 5 मिनट जति होला सब एकदम थाक्नु भइसकेको छ। एकछिन चाहिँ हामी यहाँ रेस्ट गरेर जान्छौँ। कस्तो भयो मनिसन चाहिँ? सो टक्क हामी चाहिँ यति बेला रातको समयमा यहाँसम्म आइसकेका छौँ। हाम्रो चाहिँ होटल चाहिँ यो हो। यो टक्क चाहिँ यहाँबाट सब माथि चाहिँ सब चिया बगान है। टक्क हामी चाहिँ यति बेला चाहिँ यहाँको चाहिँ करिब 7 बजिसक्यो होला। हामी चाहिँ यहाँ आइसक्यौँ। टक्क यो चिया बगान चाहिँ यहाँ छ। हामी चाहिँ सो टक्क है यहाँ चाहिँ आइसक्यौँ। यहाँको कटेजको नाम चाहिँ यो रहेछ गुरुङ कटेज है। टक्क हामी चाहिँ यहाँ आइसक्यौँ। हामी चाहिँ आज यही छ यहाँको कटेजको यस्तो छ भ्यू चाहिँ है। हामी चाहिँ आइसक्यौँ। अब हामी एकछिन फ्रेस भएर चाहिँ फेरि ब्लगमा जोडिन्छौँ है। यति बेला चाहिँ टक्क हाम्रो यहाँ सट्ट यहाँ मासु पाकिरहेछ होइन। हामी चाहिँ यति बेला टक्क यहाँ डान्स गर्दैछौँ होइन। अब हेरौँ यहाँ भ्लग चाहिँ अब एकदम बवाल हुँदैछ। टक्क लाएर यहाँ मासु पकाउँदै हुनुहुन्छ हाम्रो सुभाष सर ट्याक्क लाएर। हेलो नमस्ते एभ्रिवन, गुड मर्निङ फ्रम यो लुवाङ गाउँ है। यति बेला चाहिँ 5:40-45 मिनट गइसकेको छ। यहाँको चाहिँ भ्यू चाहिँ यस्तो छ। हामी यहाँ भर्खरै उठेर अब चाहिँ यसो माथितिर जाँदैछौँ। टक्क यहाँको भ्यू पोइन्ट टप हामी चाहिँ माथितिर लाग्दैछौँ चिया बगानतिर। यहाँ चाहिँ यो सब यो चिया बगान चाहिँ यहाँ छ। अनि हामी चाहिँ चिया बगान बवाल छ ठाउँ। हजुर लङ्गाउ बवाल रहेछ। आइसनले घुमाउनु ल्याउनु भएको मजा भयो। चाहिँ यस्तो पाउनुहोस् हत्तेरिए नाक गर्ने यार।
सो टक्क यहाँ चाहिँ हामीले यो चिया बगानमा यस्तो बब्बल भ्यू सहित है यति बेला चाहिँ हामी टक्क यहाँ होटलमा घुमघाम गरेर आइसकेपछि यहाँ बसिरहेको छौँ है। अब खाजासाजा खाएर चाहिँ अब घरतिर लाग्नुपर्छ। यहाँको भ्यू चाहिँ यस्तो बवाल छ। टक्क हाम्रो खाजा चाहिँ आइसक्यो। टक्क अब चाहिँ मस्त खानुपर्छ है। कसो चाहिँ चाख्नु बाँकी छ सो टक्क है हामी चाहिँ अब यहाँबाट निस्किसक्यौँ। खाजासाजा खाएर अब हामी चाहिँ अब घरतिर लाग्छौँ। चाहिँ कस्तो भयो हिजो? एकदम रमाइलो भयो हो रमाइलो एकदम थियो होइन यो लङहरूले आएर मलाई एकदमै फ्रेस महसुस भइरहेको छ। हो ल ठिक छ। अहिले मेरो दुखाइ चाहिँ सबै हो निर्मूल भइसक्यो। यस यति बेला हामीले सब लाग्दैछौँ है यहाँबाट तल्ल भएर। तल्लोबाट चाहिँ साधनमा चल्छ गइन्छ है। हामी चाहिँ टक्क साधन राखेको ठाउँसम्म आएर पनि अब चाहिँ हामी चाहिँ लाग्दैछौँ आफ्नो घरतिर है। सबजना यहाँ निस्किँदै हुनुहुन्छ ट्याक्क लाएर होइन। ब्लग चाहिँ अब यति नै है।